हाम्रो फोनमा डाउनलोड भएको एपहरू हामी डिलिट गर्नुपर्दा कुनै पनि एपमा क्लिक गरेर अनइन्स्टल गर्दा फोनबाट पूर्ण रूपमा अनइन्स्टल भइसकेको हुँदैन र त्यसले फोनको स्पेस युज गरिराखेको हुनसक्छ, डेटाहरू चोरी गरिराखेको हुनसक्छ। त्यसैले यसो गरेर त्यो अनइन्स्टलमा ट्याप गरेर कहिले पनि डिलिट गर्नु हुँदैन। त्यसको लागि सहीसँग डिलिट गर्नको लागि हामीले फोनको सेटिङमा टच गर्नुहोस्। यसमा आइसके पछाडि यसरी स्क्रोल गरेर गुगलमा जानुहोस्। यसमा आइसके पछाडि अल सर्भिसेसमा टच गर्नुहोस्। यसमा स्क्रोल गरेर कनेक्टेड एप्समा टच गर्नुहोस्। यसमा तपाईँले देख्नुहुन्छ यस्तो यो एप्सहरू तपाईँको फोनमा लगइन भइराखेको छ अथवा फोनमा एप्सहरू रहेको छ भन्ने कुरा यहाँ हामी देख्न सक्छौँ। जस्तो ओपन एआई भन्ने होम स्क्रिनमा यो एप्स मैले यहाँबाट डिलिट गरिसकेको छ, तर यहाँबाट डिलिट भएको छैन। त्यसैले यसलाई डिलिट गर्नको लागि प्रेस गर्नुहोस्, ओपन गर्नुहोस्। यसमा देख्दैछ गिभ ट्र्याक अफ यु कनेक्सन्स विथ द ओपन एआई भनेर ब्याकग्राउन्डमा रन भइराखेको हुन्छ। त्यसैले यसलाई प्रोपरली डिलिट गर्नको लागि डिलिट अल द कनेक्सन द्याट यु ह्याभ विथ द ओपन एआई भनिन्छ। यसलाई टच गरिदिनुहोस् र यसलाई कन्फर्म गरिदिनुहोस्। यसमा यो डिलिटिङ प्रोसेस चल्दैछ। सकिए पछाडि यो स्क्रिन आफै रिमुभ हुने हुन्छ। यो अहिले 12वटा थियो, अहिले 11वटा भइरहेको छ। यसरी हामीले प्रपरली कुनै पनि एप्सलाई डिलिट गर्नलाई जान्नुपर्छ। नभए ब्याकग्राउन्डमा त्यो रन भइराखेको हुन्छ भने अर्को कुरा तपाईँको डेटालाई चोरी मात्रै होइन, धेरै स्लो हुने हुन्छ।